नमस्कार। शनि जयन्तीको समयमा शनिको पूजन कसरी गर्ने, के स्तोत्रहरू पाठ गर्ने, कुन कुन मन्त्रहरू जप्नु पर्छ र कुन कुन राशिले के मन्त्रहरू जप्ने, के दान गर्ने र चाहिँ कुन शुभ मुहूर्तमा दान गर्दा अथवा पूजन गर्दाखेरि राम्रो हुन्छ, कति सङ्ख्यामा जप गर्ने र के सामग्रीहरू दान गर्ने, कसलाई दान गर्ने, कसरी दान गर्ने र के कुराहरू गर्दाखेरि हामीले लाभ प्राप्त गर्न सक्छौँ त, यी विविध कुराहरूलाई लिएर म उपस्थित भएको छु। ज्योतिष आचार्य गोविन्द पाण्डे, आलमदेवी ज्योतिषता वास्तु परामर्श केन्द्र भैरहवामा रहन गएको छ र चाहिँ संसारभरिबाट तपाईले आलमदेवी ज्योतिषता वास्तु परामर्श केन्द्रलाई माया गर्नुभएको छ। हाम्रो परिवार ठुलो बनेको छ, 31,000 को चाहिँ हाम्रो परिवार छ र चाहिँ सब्सक्राइबरहरू 31,000 बन्नुभएको छ भने यदि तपाईँ पनि पहिलोपटक आउनु भएको छ भने अवश्य पनि जोडिन सक्नुहुनेछ। हामीले राखेका यस्तै खालका भिडियोहरू तपाईँ समक्ष सबैभन्दा पहिला पुग्नेछ। विशेष गरेर शनि जयन्ती 2082 साल 2025 को चाहिँ भनौँ न चाहिँ जेठ महिनाको अमावस्यामा सधैँ पर्ने गर्छ। त्यो चाहिँ तपाईँ हामीलाई सबैलाई थाहा भएकै कुरा हो। तारिकको कुरा गर्नु पर्दाखेरि मे महिनाको 27 तारिकको दिन चाहिँ रहन गएको छ। 27 तारिकको दिन चाहिँ रहन गएको छ। शनिको पूजनको मुहूर्त, योग इत्यादिहरूको विषयमा पनि म तपाईसँग चर्चा गर्नेछु। 5 राशि भएका व्यक्तिहरूले के गर्ने, कसो गर्ने भन्ने उपायहरू मैले अघिल्लो भिडियोमा तपाईहरुलाई सम्प्रेषण गरिसकेको छु भने अब भने शुभ मुहूर्त अथवा चाहिँ नि त्यस दिनको योग आदिहरूको विषयमा चाहिँ हजुरसँग चर्चा परिचर्चा अवश्य पनि म गर्नेछु। यो समयमा विशेष गरेर हजुरले चाहिँ गर्नुपर्ने अथवा चाहिँ विशेष गरेर हजुरले चाहिँ यो समयमा शनिको दान गर्नुभयो भने एकदमै लाभ प्राप्त गर्न सक्नुहुनेछ। यदि चाहिँ तपाईलाई शनिको पीडा भइरहेको छ, तपाईको जन्म कुण्डलीमा सबैभन्दा पहिला त गोचर हेरेर हुँदैन, राशि अनुसार हेरेर पनि हुँदैन। किनभने राशि भनेको केवल चन्द्रमाले मात्रै निर्धारण गरिरहेको हुन्छ भने अरु 8वटा ग्रहहरू त तपाईको जीवितै छन्। ती 8वटा ग्रहहरूले तपाईको जीवनलाई सञ्चालन गरिरहेका छन्। त्यो जीवनलाई सहज बनाउनका लागि तपाईले अवश्य पनि भनौँ न यस दिनका दिनबाट आरम्भ गर्नुभयो भने केही दान गर्न, केही मन्त्र जप गर्न, कति सङ्ख्यामा गर्ने, के गर्ने भन्ने कुरा तपाईलाई आजको भिडियोमा थाहा हुनेछ। 2082 सालको जेठ महिनाको 13 गते मे को 27 तारिकका दिन चाहिँ शनि जयन्ती रहन गएको छ। यो औँसी पनि हो र यो औँसीका दिनमा चाहिँ हजुरले चाहिँ शनि जयन्तीको विशेष शनिको पूजन गर्न सक्नुहुनेछ। अब शुभ मुहूर्तको कुरा गरौँ। बिहानको समय अब तपाईको घाम डुब्नुभन्दा अगाडि ब्रह्म मुहूर्तको समय भनेको चाहिँ नि बिहानको 4 बजेदेखि 5 बजेको बीचमा तपाईले पूजन गर्न सक्नुहुनेछ। अथवा चाहिँ नि अब बिरामी हुनुहुन्छ, ढिला उठ्ने बानी छ इत्यादि छ भने पनि उठेपछि तपाईले चाहिँ गर्न सक्नुहुनेछ। र अर्को सबैभन्दा राम्रो शुभ मुहूर्त भनेको साँझको समयमा, ठ्याक्कै घाम डुब्ने समयमा चाहिँ शनिको प्रबलता बढ्ने भएको हुनाले यो घाम डुब्ने समयमा पनि तपाईले चाहिँ कामहरू गर्न सक्नुहुनेछ, दानहरू दिन सक्नुहुनेछ। दिन दुखी गरिबलाई दान दिनु भयो भने अवश्य पनि जसले पनि प्रयोग गर्ने खालका सामग्रीहरू दिनुहोस्। कुन कलरको भन्दा कालो कलरको र नीलो कलरको सामग्रीहरू तपाईले दान गर्न सक्नुहुनेछ। के दान गर्ने त अब तपाईलाई बताउनेछु। पछाडि छट्यो यसको टिचकुले शनिको महामन्त्र अर्थात् चाहिँ वैदिक मन्त्र रहन गएको छ। सन्नो देवी रविष्ठय आपो भवन्तु पीते सम्ज्यो रवि सर्वन्तु नः। यो वैदिक मन्त्र रहन गएको छ। सन्नो देवी रविष्ठय आपो भवन्तु पीते सम्ज्यो रवि सर्वन्तु नः। यो वैदिक मन्त्र हो भने शनिको गायत्री रहन गएको छ। शनि गायत्री रहन गएको छ। ओम सूर्य पुत्राय विद्महे मृत्युरूपाय धीमहि तन्नो शनि
अथवा तन्नो शौरी प्रचोदयात् यो चाहिँ तपाईले जप गर्न सक्नुहुनेछ। अथवा तान्त्रिक मन्त्र सानो मन्त्र तपाईले चाहिँ ओम सम शनिश्चराय नमः, ओम सम शनिश्चराय नमः यो 108 चोटि चाहिँ जप गर्नुपर्ने हुन्छ एउटा चाहिँ नि एकजनाले। र यसको जप संख्या यदि चाहिँ तपाईले प्रत्येक दिन 108 गर्दै गर्दै 23000 जप गर्नुपर्ने हुन्छ। 23000 जप संख्या 23000 पुर्याउन सक्नुहुनेछ। यसको साथसाथमा देवीको पूजा अर्थात् चाहिँ नि भगवती दुर्गा देवीको पूजन गर्न सक्नुहुनेछ। र दान गर्ने वस्तुहरू के हुन सक्छन् त? के दान गर्ने त भन्दाखेरि तपाईले नीलम मणि तपाईले धारण गर्न पनि सक्नुहुनेछ र दान गर्न पनि सक्नुहुनेछ। विशेष गरेर कालो चीजहरू 9वटा चीजहरू बनाएर तपाईले दान गर्न सक्नुहुनेछ। त्यसमा कालो फलाम रहन जान्छ, गहत, तोरीको तेल, नुन, फलाम, ऊन, सुन, अनि त्यसपछि कालो भैँसी पनि दान गर्न सक्नुहुनेछ र चाहिँ तिल दान गर्न सक्नुहुनेछ र चाहिँ नि काली गाई पनि तपाईले दान गर्न सक्नुहुनेछ। यी वस्तुहरू चाहिँ तपाईले दान गर्नुभयो भने तपाईको चाहिँ नि शनिजन्य चीज अथवा चाहिँ शनिजन्य पीडाबाट तपाई मुक्त हुन सक्नुहुनेछ। यो चाहिँ शनि जयन्तीको दिनबाट सुरु गरेर तपाईले चाहिँ जति धेरै दान गर्नुहुन्छ त्यति नै तपाईलाई लाभ हुन्छ। जसले प्रयोग गर्छ त्यो व्यक्तिलाई दान गर्नु होला। अब रत्नमा के छ त भन्दाखेरि नीलम रत्न चाहिँ तपाईले धारण गर्न सक्नुहुनेछ। अब 3 रत्तीको, 6 रत्तीको, 7 रत्तीको र 9 रत्तीको चाहिँ नि नीलम चाहिँ तपाईले शनिबारको दिन श्रवण नक्षत्र पारेर र चाहिँ नि अथवा विज्ञ गुरुहरूको चाहिँ नि परामर्शमा तपाईले धारण गर्न सक्नुहुनेछ। र चाहिँ नि अब शनिको स्तोत्र के हुन सक्छ त अथवा चाहिँ नि शनिलाई चाहिँ स्तोत्र के हुन सक्छ त भन्दाखेरि नीलाञ्जन समाभासम रविपुत्र यमाग्रजम छाया मार्तण्ड सम्भूतम तम नमामि शनैश्चरम भनेर चाहिँ नि तपाईले ध्यान गर्न सक्नुहुनेछ। र चाहिँ नि सूर्यपुत्रो दीर्घदेह विशालाक्ष शिवप्रिय मन्दाचर मन्दचार प्रसन्नात्मा पीडाम हरतु मे शनि भनेर भन्न पनि सक्नुहुन्छ। अरु धेरै स्तोत्र इत्यादि भन्दा पनि ओम सम शनिश्चराय नमः यी मन्त्रहरू तपाईले चाहिँ जप्न सक्नुहुनेछ। शनिकी पत्नी अथवा चाहिँ साथी अथवा चाहिँ योगिनीका रूपमा हामीले उल्कालाई लिने गर्दछौँ। उल्का पनि तपाईको चाहिँ नि यदि शनि नराम्रो छ भने उल्काले पनि तपाईलाई पीडा दिन सक्छ। त्यसो भएको हुनाले उल्काको मन्त्र पनि उल्के मम रोगनाशाय ओम उल्के मम रोगनाशाय ज्रीम भई स्वाहा यो संख्यामा 6000 जप गर्न सक्नुहुनेछ। ओम उल्के मम रोगनाशाय ज्रीम भई स्वाहा यो चाहिँ तपाईले जसरी सक्नुहुन्छ त्यसै गरी जप गर्नुस्, अवश्य पनि लाभ प्राप्त गर्न सक्नुहुनेछ। यी वस्तुहरूबाट दान गरेर अथवा चाहिँ नि जप गरेर हनुमान चालिसाको निरन्तर पाठ गरेर पनि तपाईले शनिबारको दिन माछा मासु लसुन प्याजहरू नखाएर तपाईले चाहिँ व्रत गर्नुभयो अथवा चाहिँ नि उपासना गर्नुभयो भने शनिदेवको कृपा तपाई हामी सबैलाई पर्न जान्छ। फेरि राशि अनुसार होइन नि, फेरि राशि अनुसार केवल एउटा मात्रै ग्रहले प्रभाव पारिरहेको हुन्छ। तपाईको कुण्डलीमा तपाईको जन्मदाको लग्न कुण्डलीमा यदि शनि ऊर्जाहीन बनेको छ, नीचो छ, अस्त छ, वक्र छ अथवा शत्रुग्रही छ अथवा चाहिँ नि 4 8 12 मा बसिरहेको छ अथवा चाहिँ अन्य स्थानमा चाहिँ बसेर चाहिँ त्यसले चाहिँ नराम्रो फल दिइरहेको छ भने तपाईका लागि शनिको उपाय गर्न अपरिहार्य छ। यदि के छ त भन्ने चाहिँ चाहनुहुन्छ भने 9844 777 110 स्क्रिनमा दिएका नम्बरहरुमा फोन गर्न सक्नुहुनेछ। विश्वका जुनसुकै स्थानबाट पनि तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। यो WhatsApp नम्बर पनि रहन गएको छ भन्दै जय शनिदेव भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। हस्त नमस्कार।